के कस्तो हरामी भनेको होइन हौ बनाइरहेको छु त हेलो गाइज हामी चाहिँ खाँदैछौँ है गाइज खाए ल चाउमिन गाइज यस्तै हुन्छ आफूले बिल तिर्नु नपर्दा साथीले खानु पाउँदा यस्तै हुन्छ ए भनेपछि यसले बिल तिर्न रहेछ यो कुरो कन्फर्म भयो कति खुसी भयो होइन टेन्सन नगर न खाँदै गरौँ आधा आधा भएपछि अहिले म चाहिँ पर पिज्जा पनि लान्छु आइरहेको छ मलाई चाहिँ अलिकति खाँदै चाहिँ गरौँ न तिर्ने तिमी सधैँ जान्छु भिडियोमा यस्तो थेरापीमा मान्छेसँग पैसा लुटेको छैनौ ओइ भित्रको कुरा चाहिँ ननिकाल न बाहिर यार भित्री कुरा भित्रै नराख्नु पर्सनल इज द पर्सनल ठिकै छ म तिर्छु बिल भिडियो भनिदिएछ नि त के भयो हैन त्यसपछि त यिनीहरु हाम्रो आजको आयोजकर्ता हुनुहुन्छ आशाजी हैन जति मस्काला हुन्छ लगाइहाल आयोजकर्ता हुनुहुन्छ म हैन आजको हामीले गरे पनि अन्त जाँदा तिमीले गर्नु नि त खायोजकर्ता चाहिँ म भए उता हुनुहुन्छ यता पनि हुन्छ हैन हामी चाहिँ खायोजक हो उहाँ चाहिँ आयोजक हो चाउमिन त्यो चाहिँ किन डर राखेको तेरो फुरुटी पनि आएन गाइजहरु छोरीलाई लग्दो गर्नु छोरी चाहिँ कहिले मम्मीले हेरिदिनुहुन्छ पछि गम्नु त अनि हेर्नु गाइज यसरी खुवाउँछन् साथीभाइले माया गरेर अनि म कसरी लुटाउनु के बिचारा यसको दुःख हेरेर मलाई त मर्नु मन लाग्यो यो कोलाको बोटमा झुन्डेर म कोलाको बोट घाँसमा झुन्डेर मर्छ यिनीहरू चाहिँ मेरो नि साथीहरू झुन्डेर मर्छ होला यिनीहरू चाहिँ मेरो उम्रिदिएको 3 पाटे साथीहरू है हामी बचपनदेखिको साथी अब 55 लाग्न आइसक्यो दोस्ती भनेको यस्तै छ यारी भनेको यस्तै छ हैन तर म खान छोड्दिन तर म खान छोड्दिनँ साथीभाइको पैसामा मोज गरेर छोड्दिन म त केही पैसामा मैले मोज गरेको छु म त खानामा मोज गरिरहेको छु पैसामा कसरी मज गर्छ त्यही त। चाहिँ उफ्रेर पैसा ओछ्याएर यस यस यसरी देख्दैछ त अझसम्म देखेको थिएन नि यो ओइ जिन्दगीमा तँलाई हान्छु यस्तो तरिकाले अब चाहिँ यसरी चाहिँ राम्रो हुन्छ कि अहिलेको चाहिँ नि भिडियो केही नकामको बिकामी निस्केछ कि त्यसो नभए तेरो अगाडि चाहिँ फाट्टा परेको निस्केको होइन गाइज होइन यो कुरा बिल्कुल होइन उहाँले झुट बोली राख्नु भएको छ प्रत्यक्ष प्रसारण हुनुहुन्छ हाम्रो आशाजी यो कार्यक्रमको आयोजकर्ता हुनुहुन्छ उहाँ होइन हाम्रो आयोजकर्ता हाम्रो प्यारी साथी जल्दो गर्दा हामी गरिदिन्छु बोला नि पछि मलाई त खोइ जे गरे पनि गर एउटा कुरा भन्नु सङ्गीता हजुर भन्नुहोस् मैले तँमा नि हजुर एउटा लक्षण देखेको छु कस्तो लक्षण ब्लगर बन्ने लक्षण चाहिँ मैले खुब राम्रो तरिकाले देखेँ भला गर त म यस्तै हुन्छ 10 मा ओ पहिला गएर तैँले रिजल्ट सुन्दै आशा भन्दै थिइस् नि यही हुन्छ भनेर मैले तँलाई त्यही भएर अलिक पढ भनेको रिजल्ट त सुन भनेको होइन होइन म त पहिला आएँ ल कतिखेर फर्किन्छस् भनेको कि पहिला आएको मान्छे नि फर्किन्छ गाइस यसले के भन्या कतिखेर आउँछस् भनेको कि म साँच्चै आइसकेँ अनि कहाँ छ भने चन्द्रगढीमा रिजल्ट सुन्दै ल अरे त्यसपछि त मेरो कुरै नसुनिकन फोन राखी यार कसरी सुन्नु मैले हैन के भन्दैछ गाइस मेरो साथीले तिमी पहिला जताको कुराकानी हो साथी अब पहिला तिमीले किन कुरा गरिरहेछौ पहिलाको कुरा पहिला गइसक्यो अब दोस्रो जाऊ अनि आज कहाँ आएको अरे आशाजी दुख्यो कि सकियो आशाजी कस्तो पचेन यार यसले मलाई कत्रो सामान दिएको त्यही भएर छिर्छु अब चाउमिन चाहिँ आधा आधा हुन आएको छ गाइस अब म चाहिँ अलिकति कटक्क पेट दुखिरहेको छ ऊ पर झारीतिर जान्छु बिल तिर्न आउँदाखेरि त होइन त्यस्तो कुरा होइन बिल आइसक्दाखेरि यसको टाउको दुख्छ पेट दुख्छ म सबै तिर्न आँटेको थिएँ गाइस तर मेरो अलिकति एटिएमले ढोका दिएको छ कि त्यही भएर मात्र नभए चाहिँ म एमर्जेन्सी काम परेको छ म तिम्रो बस्दै घरमा आइहाल्छु ल एकदम होइन ठिकै छ जति नै इमर्जेन्सी परे पनि कानको खोलेर जाऊ न भइहाल्छ कानमा लागै छैन कानमा लागै छैन यताकोले पुग्छ आँखा त डराउँछ यार माथिको पनि देखेछ तेरो त्यही नजिकै गाइजहरू होइन हामी चाहिँ दुखी गरेर टन्नै खाएर पनि अब फर्किँदैछौँ होइन लास्टै अब चाहिँ गलियो पेट पनि राम्रै भयो होइन आशाजी कस्तो लाग्यो त अनि आज दुखी गएर अलि माथि गएर त ब्लगमा फेरि एनर्जी लस्ट भएकै हो खाएर गाइजहरू यस्तो खाएपछि त अलिक एनर्जी भन्छ नि खाएपछि दाइ सन्चै हुनुहुन्छ आशा त अति नगरे त साला बोके नि कस्तो के नानीको आमा भएछ बोकेनी जस्तो हरकत नगरे ज्वाइ खोजे कि होला नि त हौ मैले चाहिँ ज्वाइ खोजेँ के ज्वाइ बोकेनी ज्वाइ भनेको तेरो छोरीको ज्वाइ कस्तो छाडा के तिमीहरूको लागि बेउरा तिमीहरूको बोली देखेर मलाई राम्रो लाग्यो तेरो बच्चादेखि सङ्गत गरे ओइ ला सिटिया गाइजहरू यता हो खोइ के हो यो त म त आउन म त दिक्क लागिसक्यो यार म त बिरक्क भएर आउँछु आशा आउनुहोस् न के अरे के भन्छ अरे यता हेर्नुहोस् न
किन रिसाउनु भएको सल्टिनी तेरो फोन झारिसक्यो तेरो ल यता आशाजी यता हेर्नुहोस् न ए हेलो आशा भन्दाखेरि मान्न ओ कुकुरनी भन्नुपर्छ नि हजुर भन्छ आयो चुदारी कमन प्लिज कमन लेट्स गो अनि थारू बेटिया भक्कादै चाहिँ बिर्सिनु भयो हामीले त बिर्सेको छैन नि गाइज हुँदैछ कि छैन पनि ब्लग हेर हामीले पनि यत्रो आरी धुने आरीमा त्यो हुन्छ नि चटपटे खाएको त हामीले पनि बिर्सेको हो मुखै डुबाउँथ्यो अनि हेर्नुहोस् न गाई मुख पनि कत्रो छ त होइन हुन्छ यो प्रुफ यही छ आर जत्रो होइन ओ जत्रो चाहिँ आरी भने बहिनी मैले आइौ गाई जाऊ म त मरे नि गले छक्का जस्तो लाग्छ होला तपाईँहरूलाई तर होइन नि हामी अनि यो के बोलेको क्या बोल्दा तिमी पनि अति नबोल न यार तिमीले के बोलेको तिमीले अघिभरि यही बोल भनेर ट्रेनिङ दिएको होइन भ्लग बनाउँछु भनेर के बोलेको तिमीले छ्या जे पायो त्यही कत्रो बोल्छ क्या कत्रो बोल्छ यो थाँसे चाहिँ कत्रो बोल्छ क्या अलिक बिस्तारै बोल्न थासे भनेको थासे मेरो नाम बिगाड्यो कि तैँले तेरो नाम बिगाडौँ फर्सी थाँसे भनेको ठ्यास्स परेको ठ्यासे हो क्या आसे भनेको त आस लाग्दो हुन्छ नि त तर त चाहिँ आस लाग्दो त ठ्यास्स परेको त ठ्यासे होस् क्या बिल दिन्छस् नि त अन्त अनि साला चुतिया यिनीहरू जस्तो चुतिया छन् क्या मेरो दोस्त त्यही भएर म कहिले उँभो लाग्न सकेको गाई यस्ताको सङ्गत गरेर गाइज होइन कहिले उँभो लाग्ने उँभो होइन गाइज उँधो लागिन्छ कुवेतमा मजा आउँदैछ कि यहाँ नेपालमा दमक मलाई तर माग कसम भन्नुपर्दा मलाई कुवेतै मजा थियो क्या यहाँ त अर्कालाई बिलतिर लगाउँथिस् न यहाँ त हामीले के भनेको बहिनी के बोलेको तिमीले त्यस्तो होइन नि गाइज बिल भनेको जहिले हामीले इलाका प्रशासन कार्यालय आइसक्यो अलिक गतिलो भएर इलाका प्रशासन अगाडि चाहिँ गाइज होइन हाम्रो चाहिँ यहाँ अगाडि चाहिँ इलाका प्रहरी प्रशासन कार्यालय छ अरे भइरहेछ इलाका प्रहरी प्रशासन कार्यालय तर हामीले केही गल्ती एसएलसी दिएपछि प्लस 2 पनि पढ्नु पर्छ होइन के गाई नबिराउनु नडराउनु इलाका होस् कि चाहे फिलाका होस् हामीलाई के होइन क्या त्यो भन्छ नि नबिराउनु नडराउनु हामी बिराउँदा नि हामी डराउँदैन अगाडि चाहे एउटा कुरा थाहा पर्दैन प्राइम मिनिस्टर आए पनि हामी डराइदैन फेरि गाइस हामी यस्तै हो नि फेरि एसएलसीको रिजल्ट सुनेर जा सङ्गीता अहिले त्यतिखेर डराइस् नि तर हामीले धेरै पिराएर गएको थियौँ क्या मेरो अबे म त एसजीमा त खतरा आएको थियो नि मेरो नम्बर बिहा पास गरेको थिएँ एसएलसीमा उठेन सङ्गीता इज्जत भयो पो भेज त्यो त हामीलाई थाहा छ मेरी चुंदी लिपट लिपट के पागल मुझे बनाए पहले से ही तड़प रहा था और मुझे तड़पाए जाने तमन्ना करना ऐसे सितम उठा मैं बोलूं तुझे मेरी आई जबानी सर पे तेरे बिना करूं जबानी तेरे चुनरी चुनरी यो यसो गर्नु क्या यहाँ त यो पढ्छ मुना आइज भित्र यो चाहिँ के गर्ने यो हाम्रो स्प्रिङ हामी भर्खर विद्युत मान्छे हामी यस्तो किन हिँडेको बहिनीले कुद्नु माथि माथि परेर हिँड्नु हो त्यहाँ ठिक भयो मैले हिँड्नु भनेको कुदो विदेशबाट अलि डर सुरु सम्पर्क गर्नु होला सङ्गीता तामाङलाई नम्बर उहाँले त्यो सुरुवालको परीक्षण गर्नलाई उहाँले लागिरहनु भएको छ होइन कतिको हावा छिर्छ दोस्त बचपनदेखिको हामी साथी हो बचपनसम्म रहनेछ ये दोस्ती हमको नहीं चाहिए भाई जब मेरी फ्रेंड बोले कि अगले जन्म में मैं तुम्हारा फ्रेंड हूँ भाई राम राम मुझे माफ कर दो इसी जन्म में माफ कर नहीं लेकिन मेरे को तो पूरा सब दोस्त चाहिए अब कुकुरले मुतेको भन्दैछ तलाउन टलाको होइन त्यस्तो देखाउनु हुँदैन कति लाउनु भएको छ हुना यसले चाहिँ हामीलाई भगवान
भगवानसँग मागोस् नमागोस् तर हामीले चाहिँ यसलाई भगवानसँग माग्नै पर्छ किनकि अर्को जन्मसम्ममा बिल कसले तिर्दिने बिल गेट्सको कुरा गरेर बहिनी हाम्रो रत्तको सत्व कुरा याद आयो होला साथीहरू यो हिजो 600 त किनेको थिएँ जबसम्म फाट्दैन तबसम्म घिसाल्छु भन्दै थिएँ चाहिएमा सम्झिनु होला हाम्रो सङ्गीता तामाङ मेड इन कुवेत उहाँले अहिले पनि लगाइरहनु भएको छ तपाईँहरू नझुकिने होला हेर्नु एकदम उसलाई गर्मी नै भइरहेको माथि भइरहेको होला बाई गरौँ न अब चाहिँ हामी चाहिँ अब होइन मुना हालिदिनुहोस् मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब सेयर फलो फलो घन्टी पनि बजाइदिनु घन्टी पनि यतापट्टि त्यहाँ हेर्नु त घन्टी सट्टा त्यो पनि बजाइदिनु होला बिस्तारै तर दुख्छ त्यो घन्टीको त्यो आवाज चाहिँ यसको कानसम्म आओस् होइन आइयो झन्डै मेरो कानको आवाज ल भयो गाइस अब चाहिँ ल नमस्ते बाई अर्को भ्लगमा फेरि भेट्नेछु भ्लगमा हामी फेरि भेट्नेछौँ यस्तो पातकी फ्रेन्डहरूसँग त्यतिन्जेलको लागि भ्लग बनाउँछौँ बेलेटरमा अथवा अन्तु अन्तु कति न अन्तु पौडी खेलेर ल भयो गाइस